ल सबैजनालाई नमस्कार अनि दर्शन है साथीहरु। ल हेर्नुस्, ल हाम्रो फेदीखोला 4 आरुखरका गैरापट्टीको यो मेरो खेत हो। हेर्नुस् सररै। अनि त्यसपछि हाम्रो यो सुलुम्पानी भन्ने ठाउँ छ। यहाँ चाहिँ यति हरियाली स्वच्छमय वातावरण। ल हेर्नुस्, हाम्रो खेतै हो है। स्याङ्जामा काँक्राबाट पुल तर्छन् भन्छन्। यसै त हुँदैन नि त, यसै गफाने होइन नि त, यो स्वर्ग छ नि त, त्यही भएर गफाने हुन्। ल हेर्नुस् कति आनन्दको छ। सर चाहिँ नि डाँडा काँडा देखिन्छ, यता माथि गल्याङको डाँडा देखिन्छ। ल हेर्नुहोस्, त्यसपछि यता चाहिँ उल्लेरीदेखि भुम्दी सबै देखिन्छ। यताबाट पोखरा देखिन्छ। ल हेर्नुहोस्, पोखराको लगभग यो चाहिँ कुबिन्डे भयो एरिया। कुबिन्डे उतापट्टि अब गर्दा गर्दै पुम्दीकोट गर्दा पुरानो एयरपोर्ट सबै देखिन्छ। यताबाट चाहिँ मोटीखानको डाँडा हो, यो अलि ठेकिएको छ गाइस। ल हेर्नुहोस् कति रमाइलो छ, कति आनन्द छ। गाउँले जिन्दगी यो सङ्घर्ष। ल हेर्नुहोस्, यति सङ्घर्ष नगरेको यो हरियाली पनि हुन्थेन। त्यही भएर गाइस यस्तो रमाइलो छ। र तपाईँहरू कहिलेकाहीँ आउनु पर्यो, घुम्नु पर्यो, यताउता पर्यो भने चाहिँ ट्याक्क कन्ट्याक्ट गर्नुहोस्। घुम्न आउने सर र खेता घुम्ने कुरा त हुँदैन, अन्त्य घुम्ने ठाउँ छ। सर र स्याङ्जा भनेको स्याङ्जा हो गाइस। ल हस् त नि, यो दसैँ तिहारको माहौलसँगै खेतमा आउने अवसर मिल्यो। धेरै समयपछि खेत रोपेर गएको, अहिले बल्ल खेतमा पाइला टेकियो, धान सर झुलेको छ है। ल हस् त नि। ल यो चाहिँ हाम्रो सुलुम्पानीको कुवा भन्छ। ल हेर्नुहोस्, यो वर्षौँ बिछि सुकेर जाँदैन। तपाईँले सोच्नु होला अहिले बर्खाको समय छ, बर्खामा मूल उठेको होला भन्नुहुन्छ। तपाईँलाई वैशाख जेठ असार साउन भदौ असोज कार्तिक मङ्सिर पुष माघ फाउन चैत अहिलेसम्म यहाँ पानी सुकेको रेकर्ड छैन। यो स्याङ्जा फेदीखोला गैरापट्टी सुलुम्पानी भन्ने ठाउँ छ। यहाँ चाहिँ यति ठुलो रुख छ है। ल हेर्नुहोस्, अनि गाइस यतापट्टि नागको थान हुनुहुन्छ। ल हेर्नु, नाग देवता हुनुहुन्छ यहाँ है। ल हेर्नुहोस्, यहाँ यो पानी सुकेको म जन्मेर यत्रो भयो, अहिलेसम्म पानी सुकेरै भन्ने कुरा छैन। म मात्रै होइन, अब कतिपय हाम्रो जिजुबाजेको पालादेखि यो कुवा चाहिँ यत्तिकै छ। यो चाहिँ भर्खरै म खेतमा पुगेर पानी सुकाएर आएँ। अब धान काट्ने बेला हुन लागिसक्यो गाइस। त्यो हुनाले पानी सानी सुकाएर आएको हो। यो दसैँको माहौलले गर्दा खेतमा टेक्ने अवसर मिल्यो। अब चाहिँ म यताबाट घर जान्छु। मेरो बाउसो छ, बाउसो त छोड्न भनेर लिएर जानु पर्यो। यो हुनाले ल त ल यस्तो छ यो पुराना कुराहरू, हाम्रा यी भौतिक संरचनाहरू, हाम्रा यी पुराना जिजुबाजेका पालादेखि आएका संरचनाहरूलाई हामीले भत्काउन भन्दा पनि यसलाई कसरी संरक्षण गर्ने भन्ने हो। टक्क सिमेन्ट बालुवा लाएर टक्क संरक्षण गरेर यस्तो रुख छ है। अन्त अब यो रुख काटिदिने भने यो कुवा सुक्छ, त्यही भएर यो रुखलाई चाहिँ काट्नुहुन्न। त्यो हुनाले चाहिँ अब यस्तो छ है। ल गाइस, अब म चाहिँ घर हिँडेँ। बेलुका 6 बजिसक्यो। धेरै नजानुहोस् दाजु, धेरै नजानु, फेरि पिङ फर्केला। तँ पछाडि हटा त, पछाडि हटा त।